र स्वागत छ फेरि हजुरहरूलाई मेरो युट्युब च्यानलमा। फेरि केही दिन बाद फेरि मैले एउटा सानो भ्लग बनाउन गइरहेको छु र यो भ्लग चाहिँ मैले हिजोतिकै निक्लिँदाखेरि अब एकछिन यहाँ इभिनिङ वक भनौँ न मात्रै निक्लेको छु कि अन्त त्यसले गर्दा सानो भ्लग बनाउनु मन लाग्यो त्यही भ्लग बनाउँदैछु गाइस होइन। म र साथी छौँ हामीले निक्लिँदैछु यहाँबाट पर जाने अन्त चाहिँ म निमालाई बोलाइरहेको थिएँ, निमा पनि आएछ अन्त निमालाई म जाँदैछु। हेर्नु सक्नुहुन्छ तपाईँहरूले यहाँ चाहिँ निमा छ। निमा हेलो भनिदियो। हेलो। निमा पनि उसको कोसँग बोलेको ए उसको वाइफसँग बोल्दै रहेछ हो। अन्त वाइफसँग बोल्दैछ म पनि हामी जाँदैछु गाइस। र यहाँ चाहिँ रमदान छ, अहिले चाहिँ रमदान चलिरहेको छ होइन। यहाँ मात्रै होइन अब सबै जग्गातिर नै हुन्छ होइन। र यहाँ पनि रमदानले गर्दाखेरि यहाँ चाहिँ के हुँदैछ भन्दाखेरि चाहिँ यो चाहिँ मस्जिद हो। यहाँ चाहिँ तपाईँले यो मस्जिदमा त अहिले जुन यिनीहरूको प्रेयरहरू चाहिँ भइसकेको छ र चाहिँ खाना खानु लागि बसिरहेको रहेछ लाइन होइन। यो चाहिँ यस्तो टाइपको छ यहाँतिर चाहिँ हो। यहाँ चाहिँ पानी छ, फाउन्टेन टाइपको रहेछ, सानो फाउन्टेनै हो। अन्त यस्तो टाइपको छ गाइस। त्यो बाहिरको यो हो। यहाँ चाहिँ धेरै मान्छेहरू यहाँ आएर चाहिँ बस्ने गरिन्छ यो जग्गा मात्रै हो। यहाँ देख्न सक्नुहुन्छ तपाईँले यहाँनिर टुरिस्टहरू आएर घुमिरहेको छ। अन्त यहाँतिर पनि छ, घुमिरहेको छ गाइस। यस्तो मजाको छ है मस्जिद। निमाले पनि देखाउँदैछ उसको वाइफलाई यहाँ यस्तो छ उस्तो छ भन्दै भिडियो कल गर्दै हो ऊ चाहिँ निमा। आज चाहिँ एकदमै क्लाइमेट पनि मजाको भएको छ होइन। यति दामी देखिरहेको छ हेर्नुहोस् न। बोर्डहरू पनि हो यस्तो दामी छ, यति साह्रो दामी देखिरहेको छ। यहाँ चाहिँ
हाम्रो निमा उसलाई त अब देखिरहेको छ अस्ति पनि भ्लगमा पनि है। लु तिमी भनिदियो केही। हामी चाहिँ इभिनिङ वकको लागि अब जाँदैछौँ है। हामी आर्टिफिसियल ब्रिजपट्टि भोलि छुट्टी भएकोले गर्दा। अरू अरू के भनिदिनु छ? अन्त आज ड्युटी कस्तो भयो तिम्रो? ड्युटी ठिकैको भयो, ओभरटाइम भयो 2.5 घन्टा जस्तो। ओभरटाइम त हुँदैछ है कन्टिन्यू है? ओभरटाइम कन्टिन्यू छ। उसको राम्रो छ, ओभरटाइम हुँदैछ होइन। अन्त हिजो पनि भएको थियो, आज पनि भएछ। अन्त एकछिन त अहिले निक्लेको हामी हो। अन्त त्यही हो, अब यस्तै छ है परदेशी जिन्दगी है। निमा के छ अरू भन न यसो गफ। जिन्दगी यस्तै हो, घुम्यो बस्यो आयो ड्युटी गयो आऊ है, यस्तै छ गाइस। र त्यहाँ तपाईँले देख्न सक्नुहुन्छ हामी त पर पुग्नै आँटेको छौँ। बोटहरू धेरै छन् होइन। अब के तपाईँलाई पनि यो भिडियो देखेर पनि वाक्कै भइसकेको होला है, यहाँकै जग्गाको मात्रै हेर आउँछ भनेर हो। यति नै छ जग्गा नै अब त्यस्तै छ अब गाइस। अन्त यो चाहिँ सी हाउस होइन, जो चाहिँ हामीले एयरपोर्ट हुलुमाले अन्त अरू अरू आइल्यान्डहरू जानु लागि चाहिँ यहाँतिर यहाँबाट त हामी बोटको लागि यहाँ आउनुपर्छ। फेरि पनि भनिन्छ यसलाई हो। अन्त हामी चाहिँ आइपुगिन आँटे अब गाइस। उसले भन्दै थियो नि त निमाले अघि कि के अरे निमा घरको याद आउँदैछ अरे। बालबच्चाहरूको याद आउँछ नि हो। बिहा गरेपछि है, बिहा नगरेको ऊ पनि जीवनमै चलिरहेको साथी हो होइन। स्थितिले यहाँसम्म ल्यायो। विवाह गरेको छ। तिम्रो नानी कतिजना छ? एकजना है? एकजना छोरी छ। छोरी छ उसको पनि। अन्त तर सानै छ है। कति पुगेको? 1 इयर कम्प्लिट। 1 इयर मात्रै भइसकेको भएको रहेछ होइन। उसको पनि नानी छ घरमा। त्यही हो, बिहा गरेपछि त त्यही हो नि होइन। छोराछोरी भएपछि परिवार भएपछि याद आउँछ घरको। गाइस मलाई भन्दै थियो नि त उसले, कसरी बितायो तपाईँले 1 वर्ष बितेको याद भयो भन्दै थियो कि। ए त्यत्तिकै याद भइहाल्दो रहेछ होइन, 1 वर्ष त भनेको नि। अन्त त्यस्तै हो निमा, अब त्यही हो, तिम्रो पनि 1 वर्ष भइहाल्छ। हेर्दा 1 वर्ष भइहाल्छ नि नसुर्त। अन्त हामी चाहिँ आइपुगिसक्यो। अब हामी चाहिँ त्यो जग्गा यहाँ देख्न सक्नुहुन्छ। यहीँ स्कुटी बाइक कुद्छ, गाडी यहीँ कुद्छ, मान्छे पनि यहीँ कुद्छ हो। किनकि यहाँ चाहिँ जग्गा सानो छ, त्यही भएर चाहिँ यस्तै छ गाइस। अहिले त हामी यहाँनिर आर्टिफिसियल आइसकेको छौँ हो। तपाईँले देख्नु भइरहेको छ पछाडिपट्टि चाहिँ होइन। अस्ति पनि देखाएको थिएँ मस्जिदै हो, राम्रो मस्जिद छ, ब्युटिफुल छ होइन। अन्त आइसकेको छु निमा र म चाहिँ यहाँनिर घुम्नु लागि। के चाहिँ यहाँ आइसक्नु पर्नेछ। हामी जानेछौँ पर बस्दै, त्यहाँबाट फर्किन्छ गाइस। देख्न सक्नुहुन्छ तपाईँले यहाँनिर। गाइस अहिले त हामी चाहिँ पर गएर घुमेर पनि फर्किँदैछ होइन। म र निमा हामी चाहिँ अब एकछिन त्यहाँ पर बस्यौँ, बिचमा एकछिन बातसात गऱ्यौँ, गफसफ गऱ्यौँ। त्यहाँबाट चाहिँ अब चाहिँ फर्केको गाइस।
र बेलुका पनि भइसकेको छ र निमा के भन्दैछ भन्नु के भन्नु न भन्नु केही छैन। भन्नु केही छैन अरे निमाको। अब भन न यसो घुमेर आयौँ के कस्तो लाग्यो? घुमेर आयो, शीतल ताप्दै आयो है। अब गएर रुममा रेस्ट गर्न। भोलि चाहिँ घुम्नु निक्लिने है 4 बजीतिर, यति बेलाको टाइम हो। सुनिहाल्नु भयो निमाले पनि भनेको कुरा। त्यो अब हामी चाहिँ घुमिसकेर निक्लिँदैछु, अब फर्किँदैछु रुम। र यति नै हो आजको भ्लगमा चाहिँ। र फेरि पनि अरू भ्लग पनि ल्याउने छु। यही हो, यस्तै हुन्छ मेरो भ्लग त होइन। तर हेरिदिनु होला तपाईँहरूले पनि, यसो हेरेर प्रतिक्रिया दिनुहोस् कस्तो टाइपको बनाउँदा, कसरी बनाउनु पर्छ, कति कुरोहरू होइन आइडिया आउँछ। र त्यो कमेन्टमा भनिदिनुहोस्। र थ्याङ्क यू गाइस, थ्याङ्क यू फर वाचिङ। अनि सब्सक्राइब गरेर सपोर्ट पनि गरिदिनुहोस् भनी बिन्ती गर्दै आजको लागि यतिमै राख्दछु मेरो भ्लग।